अहिलेसम्म केही गर्न नसकेकोमा भन्दा पनि म किन जन्मिएछु भनेर पछुतो लाग्छ। बाबाले कमाउँदा र आमाले पकाउँदा कहिले भोको रहन परेन। अहिले आफैले कमाउँदा कैयौँ पटक भोकै सुतेको छु। नजिक आयो भन्दैमा कोही आफ्नो हुँदैन। यदि समय बित्दै जान्छ भने बित्दै गएको समयले मान्छे चिनाउँदै पनि जान्छ। आफ्नो मान्छे अरूसँग खुसी भएको देख्दा आफू खुसी हुनु नै माया रहेछ। भिरमा बसेर हाँसेको आँसु जुठो हुन सक्छ, तर एकान्तमा झरेको आँसु कहिले पनि जुटुँदैन नि महोदय। मेरो नाममा एउटा फुल रोपिदिनु। भाग्य भए मण्डपमा सजाउला, नभए चितामा सजाउला।